नमस्कार, म त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षा शास्त्र संकायमा एमएसएसइडीमा अध्ययनरत एक विद्यार्थी हुँ। यो एमएसएसइडी अन्तर्गत 21st सेन्चुरी लाइफ स्किल्स सब्जेक्टको चाहिँ सब्जेक्ट अन्तर्गत आज म चाहिँ समालोचनात्मक चिन्तन अथवा क्रिटिकल थिङ्किङको अवधारणा लिएर हजुरहरू समक्ष उपस्थिति भएको छु। के हो त यो क्रिटिकल थिङ्किङ? समालोचनात्मक चिन्तन भन्नाले कुनै विषय, विचार, सूचना वा समस्यालाई गहिरो रूपमा बुझेर तर्कसङ्गत प्रमाणमा आधारित निष्पक्ष ढङ्गले विश्लेषण गर्ने क्षमता हो। यसमा व्यक्तिले केवल सुनेको वा देखेको कुरा अन्धाधुन्दा स्वीकार नगरी त्यसको सत्यता, कारण, परिणाम र वैकल्पिक पक्षहरूलाई पनि विचार गर्छ। समालोचनात्मक चिन्तनको अर्थ। समालोचनात्मक भन्ने शब्द अंग्रेजी भाषाको क्रिटिकल थिङ्किङबाट नेपालीमा अनुवाद भएको हो। यो ग्रीक भाषाको क्रिटिटोसबाट रूपान्तरण भई अंग्रेजीमा क्रिटिकल भएको शब्द हो। यसको अर्थ बौद्धिक क्षमताद्वारा निर्णय गर्ने खुबी भन्ने हुन्छ। यो शब्दको प्रयोग आजभन्दा लगभग 2500 वर्ष पहिले दार्शनिक सुकरातले गरेका थिए। आफ्नो बुद्धि, विवेक तथा सिपको प्रयोग गरी सही र गलत छुट्याउने कार्य समालोचना हो। उदाहरणको लागि तपाईलाई कुनै एउटा घरको समालोचना गर्न सुरु गर्नुभयो। यो घरको जग बलियो छ, पिल्लरहरू बलिया छन्, छानो निकै आकर्षक छ, तर घरका झ्याल भने निकै साना रहेछन्। अब झ्याल सानो भएकोले कोठा अँध्यारो हुन्छ। यदि यही कुरा हजुरले घर मालिकले मेरो घर कस्तो छ भनेर सोध्यो भने तपाईले राम्रो छ भन्न बाध्य हुनुपर्छ। यस्तो प्रतिक्रिया समालोचना होइन, तर त्यो घरको प्रत्येक भागको सही मूल्याङ्कन गर्न पाइयो भने त्यो समालोचना हो। कुनै पनि व्यक्ति वा ठाउँको समालोचना गर्न सकिन्छ। विशेष गरी अरूले लेख रचना तथा पुस्तकमा संरचना गर्ने चलन बढी छ। आफ्नो समालोचना आफै गर्न मिल्दैन। आफ्नो लागि समालोचना गर्ने काम अरूले गर्नुपर्छ। त्यसै गरी हामी अरूको समालोचना गर्न सक्छौँ। समालोचनात्मक कार्यबाट गल्ती, कमजोरी र त्रुटिहरू फेला पर्न सकिन्छ। त्यस्ता समस्यालाई हटाएर सच्याउन अवसर मिल्छ। यसका लागि समालोचना गर्ने व्यक्ति बौद्धिक क्षमता भएको हुनुपर्छ। यस्तो व्यक्तिसँग गुण र दोष छुट्याउने खुबी हुनुपर्छ। समालोचना गर्ने व्यक्ति निस्वार्थ हुनुपर्छ। पूर्वाग्रह लिएर गरिएको समालोचना लाभदायक हुँदैन। त्यसैले भन्न सकिन्छ समालोचना गर्ने कार्य ऐना हेरी जस्तै हो, जस्तै देखिन्छ त्यस्तै भन्ने अथवा लेख्ने कार्य समालोचना हो। अब जाउँ समालोचनात्मक चिन्तनका विशेषताहरू। यसका विशेषताहरू के छन् त भन्दाखेरि नम्बर 1 मा विश्लेषण गर्ने क्षमता, कुनै विषयलाई विभिन्न भागमा विभाजन गरेर बुझ्ने, तर्कसङ्गत सोच। यसको अर्थ चाहिँ निर्णय गर्दा प्रमाण र तर्कको आधारमा सोच्ने, प्रश्न गर्ने बानी, किन, कसरी जस्ता प्रश्न उठाउने, निष्पक्षता, व्यक्तिगत भावना वा पूर्वाग्रह बिना निर्णय लिन सक्ने, समस्या समाधान, जटिल समस्याहरूको उपयुक्त समाधान खोज्ने। अब समालोचना चिन्तनका पनि धेरै महत्त्व छ। समालोचनात्मक चिन्तनका महत्त्वहरू चाहिँ यसले चाहिँ आर्थिक, सामाजिक, खेलकुद, कला, सङ्गीत लगायत धेरै क्षेत्रमा अथवा सम्पूर्ण क्षेत्रमा यसको महत्त्व रहेको छ। समालोचनात्मक कार्यबाट कुनै पनि विषयवस्तुको गुण तथा दोष थाहा हुन्छ, जसले गर्दा गल्ती, कमजोरीलाई हटाउने अवसर मिल्छ। समालोचनात्मक कार्यबाट फेला परेका त्रुटिलाई हटाएर सुधारको मार्गमा अघि बढ्न अवसर मिल्छ। जस्तै राजनीतिक तथा प्रशासनिक क्षेत्रमा गरेको समालोचनाले यस क्षेत्रमा सही र गलत कार्यको बारेमा अवगत हुन्छ। यसबाट हाम्रा कार्यलाई निरन्तरता दिन सकिन्छ भने नराम्रा कार्यमा सुधार ल्याउन सकिन्छ। आर्थिक क्षेत्रमा गरेको समालोचनाले विकास निर्माणका योजना सञ्चालन गर्न सजिलो हुन्छ। मनोवैज्ञानिक क्षेत्रमा गरिएको समालोचनाले संवेग तथा आवेगबाट बच्ने अवसर मिल्छ। त्यस्तै ऐतिहासिक क्षेत्रको समालोचनाले विगतमा भएको कार्यको मूल्याङ्कन गर्छ। यस्तो जानकारीबाट वर्तमान अवस्थालाई सुधार गर्न प्रेरणा प्राप्त हुन्छ। वातावरण क्षेत्रमा भएको समालोचनाले प्रदूषणबाट हुने हानि नोक्सानी र यसबाट बच्ने उपायको बारेमा जानकारी मिल्छ। लेख रचना तथा साहित्यिक क्षेत्रमा गरिएको समालोचना अझ महत्त्वपूर्ण मानिन्छ। यस्तो समालोचनाले शैक्षिक क्षेत्रका कमी कमजोरीलाई हटाएर गुणस्तरीय पाठ्य सामग्री उपलब्ध गराउन मद्दत गर्छ। अब हामी चाहिँ समालोचनात्मक चिन्तनमा के सिपहरू प्रयोग हुन्छन् त भनेर हामी यसको बारेमा अब छलफल गर्न जाँदैछौँ।
समालोचनात्मक चिन्तनमा प्रयोग हुने मुख्य सिपहरू 5 वटा छन्। अवलोकन, विश्लेषण, सञ्चार, मूल्याङ्कन र समस्या समाधान। अवलोकन भनेको समालोचनात्मक कार्यको पहिलो कदम हो। जुन विषयवस्तुको बारेमा समालोचना गर्ने हो त्यस विषयवस्तुलाई प्रत्यक्ष रूपमा बुझ्नु नै अवलोकन हो। विश्लेषण, समालोचना गर्ने व्यक्तिसँग विश्लेषण गर्ने क्षमता हुनुपर्छ। विश्लेषण भनेको प्रत्येक विषयवस्तुलाई राम्रोसँग केलाएर हेर्ने क्षमता। यस्तो कार्यबाट सही र गलत छुट्याउन सकिन्छ। सञ्चार, कुनै पनि विषयवस्तुको बारेमा राम्रोसँग जानकारी राख्नको लागि सञ्चारको आवश्यकता पर्छ। त्यसैले समालोचना क्रममा छलफल, अन्तर्क्रिया, प्रश्न उत्तर, सञ्चारको साधनको प्रयोग आदि विधि अपनाउन सक्ने क्षमता हुन्छ। समालोचना गर्ने व्यक्तिसँग मूल्याङ्कन गर्ने क्षमता हुनुपर्छ। यसका लागि निस्वार्थ निष्पक्ष हुन सक्नुपर्छ। मूल्याङ्कन कार्यले सबल र दुर्बल पक्षलाई छुट्याउने कार्य गर्दछ। र अन्तिम भनेको समस्या समाधान हो। समालोचना गरेको विषयवस्तुमा विभिन्न कमजोरीहरू भेटिन सक्छन्। ती कमजोरीहरूलाई औल्याउँदै समालोचना क्रममा आएका समस्याहरूलाई समाधान गर्न सक्नुपर्छ। धन्यवाद।